हजुरहरू कृपेश ड्राइभिङमा आएर यहाँ अहिले स्कुटीको जुन सिक्नुभयो नि बाइक र स्कुटीको कति दिन सिकेर यसरी पास गर्न सफल हुनुभयो? हामीले चाहिँ यहाँ कृपेश ड्राइभिङ सेन्टरमा चाहिँ 2 दिन सिक्यौँ। हजुर। आधी घन्टाको समयमा सिक्यौँ र हामी चाहिँ आज यस लाइसेन्स निकाल्नको लागि सफल भयौँ। हजुर, एकदम खुसी हुनुहुन्छ? एकदमै खुसी छु र कृपेश ड्राइभिङ सेन्टरले एकदम राम्रो यहाँ स्कुल क्लासहरू दिनुहुन्छ र म सबैजना यहाँ आउनुहोस् र लाइसेन्स लिएर हजुरलाई धन्यवाद। हजुर हजुर यसमा यहाँ चाहिँ सबै कुराहरूको बारेमा ट्राफिक रुल्सहरूको बारेमादेखि लिएर कसरी चाहिँ अगाडि बढाउने बाइकहरूलाई कसरी उकालोमा माथि चढाउने कसरी चाहिँ पटाउने भन्ने कुराहरू चाहिँ सबै सिकाउनुहुन्छ। एकदम राम्रोसँग सिकाउनुहुन्छ, सबै भन्नुहुन्छ। त्यसले गर्दाखेरि आज मैले पास गर्न सकेँ, आज पनि पास गर्न सक्नुहुन्छ। हजुरले जिरो लेभलबाट कृपेश ड्राइभिङमा गाडी सिक्नु भएको हो? हजुर। अनि कति दिनमा चाहिँ आधी घन्टा गर्नुभएको कि 1 घन्टा? खासमा हामीले 26 दिनवाला लिएको हो। हजुर हजुर। अनि प्राय चाहिँ आधी घन्टावाला, हजुर हजुर। 1 घन्टावाला। भनेपछि टोटलमा 13 घन्टा? हजुर, टोटलमा 13 घन्टा। हजुर, 13 घन्टामा तपाईँले पास गर्न सक्नुहुन्छ नि है? अब अहिले चाहिँ सक्छु जस्तो लाग्छ। सक्छु जस्तो लाग्यो कि सक्नु नै भयो? उता गर्दाखेरि प्रायमा चाहिँ मिलिरहेको थियो, अब कहिले मिलेपछि त मिलिहाल्यो नि होइन र? सक्नुहुन्छ नि है? स्योर हो नि? अब सकिन्छ। अनि हजुर आउनु भएको चाहिँ कहाँबाट नि? म यही भरतपुरबाट। ए भरतपुरबाट हो। ए कृपेश ड्राइभिङमा गाडी सिक्नु भएको कति दिन भयो? हजुर 13 दिन भयो। हजुर। 1 घन्टा सिकेको। हजुर, अब सक्नुहुन्छ यो सबै कटाउन? अहिले त कन्फिडेन्ट नै छु। हजुर। कटि नै रहेछ मेरो चाहिँ। हजुर, कटेको छ? साह्रै मन पर्यो यहाँ सिकाइदिनु भएको दाइहरू पनि एकदम फ्रेन्डली। हजुर। अनि जियोस् एकदम राम्रो छ। सबैले यतै चितवन भएकोहरू चाहिँ यतै नै आएर एकचोटि सिक्दा। अनि कृपेश ड्राइभिङमा सिकेर हजुरलाई कस्तो लाग्यो? सिकेर एकदम राम्रो लाग्यो, खुसी लाग्यो। हजुर, कतिचोटिमा पास हुनुभयो? म एकैचोटिमा पास भएँ। पास हुनु। अरू सिक्न आउनेलाई हजुरले के भन्नुहुन्छ त कृपेश ड्राइभिङमा? सिक्न आउनेलाई? हजुर हजुर। सिक्न आउनेलाई एकदम खुसी तालले एकदम राम्रो सिकाउनुहुन्छ। हजुर। सकेसम्म त्यही सिक्दा राम्रो हुन्छ। हुन्छ, हस्, हजुरलाई धन्यवाद। हस्।